लोकल बसको त्यो दुईटा महिला सिटले होला फेमिनिजम भन्ने लाग्थ्यो। यो विदेश आइसकेपछि पर्सपेक्टिभ चेन्ज भयो, फेमिनिजमको अर्थ थाहा पाउँदैछु जस्तो लाग्यो। अहिले पनि सम्झिन्छु त्यो नेपालमै पनि, नेपालमा स्पेसली नेपालमा हामी फेमिनिजम हुन्छ नि नारी पुरुष बराबरवाला कुराहरू गर्छौँ, तर विदेश आउनु भयो एक्चुअल रियलाइज गर्नलाई, एक्चुअल देख्नलाई चाहिँ। नेपालमा अगाडिको दुईटा महिला सिट, गाडीमा भएको पब्लिक गाडीमा भएको दुईटा महिला सिट नै हो फेमिनिजम जस्तो लाग्थ्यो। त्यसको लागि विदेश आउनुपर्ने रहेछ, लाइक पर्सपेक्टिभ चेन्ज गर्नुलाई। सो यही काम गर्ने कुरामा पनि कहिलेकाहीँ अब त्यही नेपालकै कन्टेक्स्ट सम्झिन्छु। नेपालमा खाना मान्छेहरूलाई कहिलेकाहीँ खाना बोलाउने कुनै इभेन्टहरू हुँदाखेरि खाना बोलाउने ओर्ने भन्ने कुराहरू हुन्थ्यो होइन। अनि त्यो हुँदाखेरि चाहिँ फर सम रिजन लाइक हुन्छ नि लेडिज अफ द फ्यामिली नै भान्सामा जाने हुन्छ क्या। एन्ड आइम नट सेइङ लाइक हुन्छ नि केटाहरूले पनि भान्सा जानुपर्ने हुन्छ, जाउँ न त वाला कुरा भएर छैन, अभियसली बसी बसी खाना रमाइलो नै हुन्छ। तर जेनरली विदेशले सिकाउने कुरा चाहिँ त्यो हो क्या। लाइक इफ बोथ अफ देम आर वर्किङ, हो पहिलेको बेलामा हुन्छ नि बाले काम गर्न जानुहुन्थ्यो, अनि त्यो काम गर्न बाले काम गर्न गएको बेलामा घरमा आमा हुन्छ सो घरले गर्नेवाला कुराहरू। तर अहिलेको जमानामा सबैजना दिदी भिनाजुहरूमै पनि भनौँ अथवा दादा भाउजूहरूमै वाला कुराहरू गर्दाखेरि पनि दुईजनै काममा जाँदाखेरि पनि त्यो सोल रेस्पोन्सिबिलिटी, कुकिङवाला सोल रेस्पोन्सिबिलिटी चाहिँ किन बुढी आएर पकाउँछ अथवा हुन्छ नि घरकी उसले आएर पकाउँछ भन्ने कुरा चाहिँ अझै पनि नेपालमा त्यो छ। एन्ड हो यो चिज जस्तो अहिले म गरिरहेको छु, यही चिजमा नेपाल भएको भने मेरो पनि बानी यही नै हुन्थ्यो होला क्या। लाइक बुढी छ नि त उसले पकाउँछ नि त भनेर त्यही अनुसारले नै हुन्थ्यो होला होइन। सो त्यो चिज डाइनामिक एउटा हिसाबले चेन्ज गर्नलाई होस् अथवा एक्चुअल रियलाइज गर्नलाई वी बोथ आर इक्वल अरूहरू छ नि, त्यो एउटा इक्वल पार्ट अफ सोसाइटी हो। र खालि त्यो बसमा आरक्षित महिलाको सिट र लोकसेवा आयोगमा दुईटा या तिनवटा एक्स्ट्रा सिट महिला कोटाका लागि मात्रै भनेर यो फेमिनिजमवाला कुरा त्यसलाई मात्रै होइन, इक्वल उसले पनि काम गरेर आएको छ, 9 to 5 उसको पनि जब छ, मेरो पनि 9 to 5 जब छ भने म पनि भात पकाएर रेडी भएर बस्न सक्छु वाला कुराहरू सोच राख्नेलाई। जस्तै अहिलेको इक्जाम्पलमै मेरो अफिस वर्क छ है, मेरो काम भनेको 9 to 5 वाला चिजहरू हुन्छ, कहिले म वर्क फ्रम होम गर्छु, तर उसको काम रिटेल जब छ। सो उसले चाहिँ एक्चुअल काममै गरेर आउनुपर्ने हुन्छ भने म उसलाई किन परिराख्ने होइन। मेरो कामै भए पनि मैले घरमा गरिरहेको छु नि त, कम्प्युटर चलेर बसेर चाहिँ देख्दा हुन्छ नि लेथार्जिक छ, तर पनि उसले जस्तो गरेर काम धारेवाला कुरा हुँदैन। सो त्यो चिज चाहिँ मेन्टली पनि एउटा हिसाबले प्रिपेयर गर्न सिकाउने। अनि अर्को एकदमै क्लासिक एक्जाम्पल चाहिँ मलाई कस्तो लाग्छ भने देखेको चिज चाहिँ यहाँको कुनै जस्तै भाटपाडी जस्तै वालमार्ट भन्छ, त्यो भाटपाडी वालमार्टमा जाँदाखेरि चाहिँ केटाहरूको वासरुममा पनि त्यो बच्चाको डाइपर फेर्ने ठाउँ राखिदिएको छ, एउटा स्टेसन नै त्यसरी भन्ने राखिदिएको छ। नेपालमा त्यो छैन, नेपालमा त्यो कन्सेप्टै छैन, द्याट्स अ डिफ्रेन्ट थिङ होइन। तर यहाँको चाहिँ कस्तो छ भने त्यो बच्चालाई डाइपर फेर्ने ठाउँ चाहिँ केटाहरूको वासरुममा राख्नुको रिजन चाहिँ के भने बाउले पनि त गर्ने चिज रहेछ नि त, किन नगरेको भनेर त्यहाँको हुन्छ त्यो एउटा मेन्टालिटी नै त्यही अनुसारले डेभलप गरिदिइरहेको हुन्छ क्या। सो थिङ्क अबाउट इट दिस वे, यदि बच्चा आफूले पाएको छ, दुईजना मिलेर पाएको छ भने दुईजना मिलेर गर्नु पऱ्यो नि त, उसको केयर पनि दुईजनाले अनुसारले गर्नु पऱ्यो, त्यही अनुसारले गर्ने सबै चिजहरू भए, फ्यामिलीमा एउटा हुने इन्भल्भमेन्टवाला चिजहरू पनि त्यही अनुसारले नै भयो। सो सायद यो सबै चिजलाई इक्वल पे त छ होइन गर्नेवाला चिज। अभियसली आइम नट सेइङ लाइक हुन्छ नि केटीहरूलाई आइम नट गोइङ टु डिफेन्ड हुन्छ नि केटी फुटबल प्लेयरहरूले चाहिँ केटा फुटबल प्लेयरहरूले जतिको पैसा किन पाइरहेको छैन भन्ने कुरा डिफेन्ड गर्ने लजिक छैन, द्याट्स अ डिफरेन्ट होल डिफरेन्ट स्टोरी। वाट आइम ट्राइङ टु से इज इन अ जेनरल हाउस होल्ड, हामी जस्तो सर्वसाधारणको हाउस होल्डवाला चिजमा चाहिँ केटा र केटी यसरी अहिले हामी बसेर गरिरहेको छौँ, त्यही अनुसारले नै यो फेमिनिजमको तर्क चाहिँ हुन्छ नि तपाईँ मैले भने जस्तै बसको सिट मात्रै होइन अथवा लोकसेवा आयोगको दुईवटा एक्स्ट्रा सिट मात्रै होइन, सँगै मिलेर गर्ने हुन्छ नि एउटा कम्युनिटी लाइक एउटा सोसाइटी आफ्नो परिवार चलाउने लजिकले नै हो कि जस्तो लाग्छ। सो सायद त्यही बुझ्न, त्यही रियालिटी एक्चुअल भोग्न देख्न नै आउनु होला विदेश।